आज यस भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ हामीले कसरी अनलाइन आइडी बनाएर चाहिँ हामीले इन्डस्ट्रीको प्रोफाइलिङ गर्ने, त्यसैगरी खाद्य जुन विभागबाट सिफारिस लिने हैन, नयाँ लाइसेन्सको लागि, नयाँ अनुमति पत्रको लागि हामीले कसरी एप्लाई गर्ने, लाइसेन्स रिन्यू गर्नको लागि कसरी एप्लाई गर्ने, त्यो गर्नको लागि चाहिँ हामीलाई चाहिँ एउटा आइडी को जरुरत पर्छ के। त्यो आइडी चाहिँ हामीले कसरी बनाउने यो भिडियोमा हेर्न गइरहेको छौं हैन। म थोरै तपाईहरुलाई जानकारी दिन चाहे। जस्तै हाम्रो के थियो भन्दाखेरि पहिला हामीले चाहिँ कुनै पनि कम्पनी खोल्दाखेरि घरेलुले चाहिँ हामीलाई सिफारिस लिनको लागि खाद्य विभाग पठाउने गर्थ्यो नि त। हामी चाहिँ खाद्य विभाग गएर चाहिँ सिफारिस लिनु पर्थ्यो भने आजकल चाहिँ हामीले वहाँ खाद्य विभाग धाइराख्नु पर्दैन। हामीले चाहिँ अनलाइन आइडी बनाएर चाहिँ हामीले सिफारिस लिन सक्छौं हैन। त्यसैगरी अब नयाँ लाइसेन्स लिनको लागि हामीले जुन खाद्य विभागमा गएर जुन फर्महरु भर्नु पर्थ्यो नि, त्यो पनि अनलाइन प्रविधिबाट हामीले चाहिँ हैन, अनलाइनबाट चाहिँ हामीले नयाँ अनुमति पत्रको जुन फर्म भर्ने कामहरु हुन्थ्यो त्यो सबै अहिले चाहिँ अनलाइनबाट गर्नुपर्ने हुन्छ। लाइसेन्स रिन्यू गर्नको लागि पनि जुन फर्महरु वहाँ गएर हामीले भर्थ्यौं नि, त्यो चाहिँ हामीले यही अनलाइनबाट गर्न सक्छौं के। तपाईहरु हैन खाद्य विभाग गए पनि तपाईले वहाँ गए पनि अनलाइनै भर्नु पर्छ के। वहाँ गएर हातले भर्ने चाहिँ अहिले चाहिँ त्यो नयाँ रुल्समा चाहिँ त्यो हटिसकेको छ। अहिले चाहिँ हामीले अनलाइन गर्नुपर्ने हुन्छ। अब त्यो गर्नको लागि चाहिँ हामीले फर्स्टमा चाहिँ एउटा आइडी बनाउनु पर्ने हुन्छ के। त्यो आइडी कसरी बनाउने म तपाईहरुलाई यो भिडियोमा देखाउन गइरहेको छु। हामी फर्स्टमा जाने भनेको के छ त, हाम्रो वेबसाइट भन्दा फेरि यो छ के, neffils.dftqc.gov.np। यो वेबसाइटमा चाहिँ फर्स्टमा हामी जाने हैन। अब यो वेबसाइटमा गइसकेपछि चाहिँ हाम्रो चाहिँ यस्तो खुल्छ क्या, यस्तो खुल्छ हैन। अब यसमा चाहिँ हामीले के गर्ने भन्दा यहाँ तलपट्टि चाहिँ एउटा रजिस्टर नाउ भनेर चाहिँ, यदि हामीले पहिले आइडी बनाएको छौं भने त यहाँ डाइरेक्ट आइडी पासवर्ड हाल्दा भयो। तर हामी त सुरु छौं नि त। अब सुरु भइसकेपछि हामीले त एउटा आइडी बनाउनु पर्ने हुन्छ। अब त्यो आइडी बनाउनको लागि यहाँ तलपट्टि चाहिँ एउटा रजिस्टर नाउ भनेर लेखेको छ। खाता छैन भनेर यहाँ सोधिरहेको छ, दर्ता गर्नुहोस् भनेको छ। अब यहाँ रजिस्टर नाउ भनेको ठाउँमा चाहिँ यहाँ यसरी क्लिक गर्ने है, थिच्ने। अब थिचिसकेपछि तपाईले चाहिँ यहाँ अब आफ्नो हैन नाम हाल्नुहोस्, आफ्नो कम्पनीको या आफ्नो नाम हाल्नुहोस् एउटा आइडी बनाउनको लागि। जस्तै म के हाल्छु भन्दा फेरि एबीसी हैन, एबीसी फुड भनेर, फुड ल्याब भनेर हाले मैले हो। अब यो कसले यो आइडी कसले चलाउँछ त, प्रयोगकर्ताको भन्दा फेरि अब यहाँ यसरी नाम हाल्दिनुस्। अब कसले चलाउनुहुन्छ यो आइडी हैन, एबीसी भनेर सपोज हाल्दिने, यहाँ एबीसी भनेर यसरी हाल्दिने। त्यसपछि एबीसी फुड भनेर प्रयोगकर्ता यसरी यहाँ नाम हाल्दिने। अनि त्यहाँदेखि तपाईले चाहिँ इमेल एड्रेस हाल्नु पर्ने हुन्छ क्या। हैन, यो इमेल लेखेको ठाउँमा यसरी इमेल हाल्दिने। त्यसपछि यहाँ फोन नम्बर हाल्दिने हैन। अब फोन नम्बर यसरी चाहिँ अब यहाँ फोन नम्बर हाल्दिने। अनि यहाँ तपाईहरुले चाहिँ के पासवर्ड राख्नुहुन्छ हैन, पासवर्ड के राख्ने भनेर चाहिँ यसरी यहाँ एउटा पासवर्ड हाल्दिने। अब यहाँ तपाईले के पासवर्ड राख्नुहुन्छ नि, त्यही पासवर्ड चाहिँ पुनः तपाईहरुले चाहिँ यहाँ हाल्नु पर्ने हुन्छ हैन। अब यति गरिसकेपछि के गर्ने भन्दा फेरि यहाँ लेखेको छ आई एग्री टु प्राइभेसी पोलिसी एन्ड फ्रम भनेर यहाँ लेखेको छ नि, यसमा चाहिँ तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ तपाईले के गर्ने भन्दा फेरि यसरी चाहिँ यहाँ अब दर्ता गर्नुहोस् भनेर लेखेको छ नि, यसरी चाहिँ अब यहाँ दर्ता गर्ने हो क्या। रजिस्टर गरिसकेपछि तपाईको के हुन्छ त भन्दा फेरि अब यो आइडी बन्द हो, तपाईको रजिस्टर भयो हो। रजिस्टर भइसकेपछि तपाईले चाहिँ के गर्नुपर्छ भन्दा फेरि अब तपाईले यहाँ गएर चाहिँ अब तपाईले जुन अघि इमेल हाल्नु भएको थियो नि, जुन यतातिर बनाउँदा फेरि तपाईले जुन यहाँ इमेल हाल्नु भएको थियो नि, त्यो इमेल चाहिँ हामीले हैन त्यही अहिकै वेबसाइटमा जान्छौं द हैन, यसरी चाहिँ इमेल हाल्ने। अनि तपाईहरुले जुन पासवर्ड राख्नु भएको हुन्छ नि, यहाँ पासवर्ड के राख्नु भएको छ त्यो पासवर्डलाई चाहिँ हामीले चाहिँ यहाँ यसरी हाल्ने। अनि त्यसपछि चाहिँ लगइन टु एकाउन्ट गरिसकेपछि हाम्रो चाहिँ अब यसरी चाहिँ यो इन्टरफेस खुल्छ क्या। अब त्यो तपाईले लगइन गर्नु भइसकेपछि अब यस्तो खुल्छ नि त। अनि त्यसपछि अब तपाईहरुले सिफारिस लिनुपर्ने हो भने यहाँ लेखिरहेको छ रिकमेन्डेसन, यहाँ सिफारिस यहाँ लेखिरहेको छ नि,
यहाँ क्लिक गर्ने अनि एप्लाई फर रिकमेन्डेसन सिफारिसको लागि आवेदन दिनुहोस् भनिसकेपछि यहाँ लेखेको छ। यहाँ यसरी चाहिँ तपाईँले यहाँ दिएको कुराहरूलाई चाहिँ भरेर चाहिँ तपाईँले सिफारिस निकाल्न सक्नुहुन्छ होइन। त्यसै गरी तपाईँले चाहिँ अब नयाँ लाइसेन्स बनाउँदै हुनुहुन्छ भने चाहिँ सुरुमा तपाईँले इन्डस्ट्री प्रोफाइलिङ गर्नुपर्ने हुन्छ। अब इन्डस्ट्री प्रोफाइलिङ गर्नको लागि चाहिँ अब उद्योग बनाउनुहोस् भनेको छ नि। अब यहाँ दिएको कुराहरू भर्ने होइन, त्यहाँ भरिसकेपछि तपाईँले चाहिँ अब त्यसलाई सेभ गरिसकेपछि अनि त्यहाँबाट चाहिँ बल्ल तपाईँ चाहिँ नयाँ अनुमति पत्रको लागि चाहिँ अब यहाँ आएर होइन यहाँ दिएको कुराहरू भएर चाहिँ तपाईँले नयाँ अनुमति पत्र लिन सक्नुहुन्छ। त्यसै गरी यदि तपाईँको कम्पनी चाहिँ पुरानो हो भने चाहिँ तपाईँले अब लाइसेन्स रिन्यू गर्नुपर्ने छ भने तपाईँले सुरुमा इन्डस्ट्री प्रोफाइलिङ गर्ने अनि त्यहाँपछि चाहिँ तपाईँ यहाँ आएर चाहिँ लाइसेन्स रिन्युअलमा जाने र यहाँ चाहिँ तपाईँले यसरी एप्लाई भनेको छ नि यो अप्सनमा गएर तपाईँले यो कुराहरू भरेर चाहिँ नयाँ लाइसेन्सहरू चाहिँ तपाईँले यसरी रिन्यू गर्न सक्नुहुन्छ। यसरी चाहिँ हामीले आइडी बनाएर चाहिँ अनलाइनबाट होइन सिफारिस लिने, नयाँ लाइसेन्स लिने, लाइसेन्सलाई रिन्यू गर्ने चाहिँ यसरी हामीले गर्न सक्छौँ। तपाईँहरूलाई अझै जानकारी चाहियो भने चाहिँ हाम्रो होइन यो एबिसी फुड ल्याब एन्ड कन्सल्टेन्सी सर्भिसमा चाहिँ तपाईँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई यसको हाम्रो होइन कन्सल्टेन्सीको तपाईँहरूलाई म नम्बर र इमेल एड्रेस चाहिँ म पछाडि अहिले छाडिदिनेछु।